बाहेक केही भन्न चाहन्छु। विवाहलाई स्थापनाको बारेमा केही भन्न चाहन्छु। अर्को लागि मानवीय जीवनमा विपद समस्या आउँछ। यो मानवीय असावधानीले गर्दा सिर्जना हुन्छ। जेठतिर हामीले विवादित परेको मानिसलाई जोगाउनु पर्छ भने अर्कोतिर विपद वा आग लागेबाट बच्ने उपायहरू अपनाउनु पर्छ। आग लागेबाट बच्ने उपाय लाइटर, आगजन्य वस्तु, केटाकेटीहरूलाई भेट्ने ठाउँलाई नराख्ने, भान्सामा ग्यास वा लामो समयमा बाहिर नजाने, आगो बालेपछि राम्रोसँग ननिभाउने आदि। मानिसहरूले अवधानी गर्दा यस्तो विपद आउँछ। नेपाल डटेलोलाई भयानक विपदको रूपमा लिन्छ। धन्यवाद।